सिक्किमवासीहरूलाई यसरी उठाइएको थियो खबरदार नाटक प्रदर्शन बस्ती खाली गर यो जमिन सरकारको बस्ती खाली गर यो सरकारी जग्गा हो बस्ती खाली गर चराका लागि अनन्त आकाश र जंगल थियो गडेउला र गंगटाका लागि चिस्यान युक्त खेत थियो खोला नदी थिए पानीका लागि र ढुङ्गा बालुवाका लागि सिंगै बगर थियो जमिनदारका लागि विरासतको वीरता थियो धनीका लागि त सारा संसार नै खल्तीमा थियो तर हामी भूमिहीनहरूका लागि उभिनलाई एक चप्परी बाटो पनि कतै थिएन गाउँमा न नामका जमिन रह्यो न आत्मसम्मान विभेदका हजार काँडाहरू सहन नसकेर मेरा आमाबा फौतारी सहरको गल्ली गल्ली ओत लाग्न हामीले बगरको शरण लियौं परिचय लुकाएर बाँच्यौं कयौं वर्षहरू अन्ततः उपहारमा परिचय पायौं सुकुम्बासी हामीले नै बगाएका हौं रगत र पसिना यो शहरको जगमा हाम्रै काँधले बोकेका इँटाबाट ठडिए ठूला महलहरू हाम्रा हातले जोडेका हुन् सुपरमार्केटका गाह्रोहरू हामीले नै बनायौं सिनेमा घर भव्य होटल र रेस्टुरेन्ट शासक बस्ने दरबार र संसद भवन पनि हाम्रै श्रमले बने हाम्रै सेवाले धनीका घरमा खुशीको रंग भरियो हाम्रै अमूल्य भोटले उनीहरू मन्त्री र सांसद भए तर विडम्बना हामीले बनाएको संसदले हाम्रा लागि कहिल्यै सोचेन जब शहर भव्य र चम्किलो देखिन थाल्यो जब सडकहरू फराकिला र चम्किला भए शासकहरू जब झन् शक्तिशाली बने यो शहर हाम्रो रहेन यो शहर हाम्रो रहेन नाटकले बोल्न खोजिरहेको छ आफ्नो सन्तानका लागि आफ्ना लागि र यो देशका लागि हाम्रो पनि आवश्यक छ यस्तै यस्तै बताउन खोजिरहेको छ धन्यवाद।